यता नेपाल फोन गरिहाल्नु, सेफ छु, यता छु, मेरो कन्डिसन यस्तो छ, यताउति छ भनेर फोनसोन गरिहाल्नु सबैलाई है। त्यति भन्न चाहन्छु म, रिक्वेस्ट छ राजाहरू, यदि फोनसोन गरेकै पनि छैन, यताउति छैन भने टक्क फोनसोन गरिहाल्नु, म सेफ छु यताउति भनेर भनिहाल्नु यार राजाहरू। ओके, मलाई चिन्ता भइसक्यो, मलाई तनाव भएर त्यति धेरै भिडियो सिडियो हेरिरहेको छु होइन। अनि बाटोमा दौडिरहेको अघि एउटा मिसाइल खसेको भिडियो हेरेको थिएँ, त्यो हेरिरहेको बेलामा बाटोमा नेपाली दाजुभाइ नै दौडिरहेको जस्तो पो देखेँ त, बुझ्यौ। त्यसैले सबैजना सेफ हुनु, आफ्नो घर परिवारमा फोनसोन गरिहाल्नु राजाहरू सबैलाई यार। तनाव भइरहेको छ ल, यताउति भइरहेको छ ल, प्यानिक कहिले नहुनु, प्यानिक स्यानिक हुनु हुँदैन है, प्यानिक हुने होइन, बुझेको बुझेन, गोर्खालीका छोरा हूँ, प्यानिक स्यानिकको मलाई पो टेन्सन भयो त। माहौलै छैन, माहौल छैन। आफ्नो नजिकको दाजुभाइ यताउति जो पनि गएका छन् बाहिर विदेश, यताउति मिडल इस्ट साइडतिर स्पेसल त्यता गइरहेका मान्छेहरू सम्पूर्णलाई फोनसोन गर्नु होला, यताउति के छ खबर, यताउति छ। यदि बाहिरबाट कोही हेरिरहेका छ भने आफ्नो फ्यामिलीमा यताउति फोनसोन गरिहाल्नु। यस्तो समयमा घर परिवारमा चिन्ता हुन्छ, यताउति हुन्छ, गरिहाल्नु राजाहरूमा। सबैले रेस्पेक्ट छ, माया छ। अहिलेको टाइम भनेको एकता बनाउने हो, एकता बनाएर राख्या बाहिर विदेशमा पनि सबजना आनन्दले एकजुट भएर बस्नु, केही पनि हुँदैन है। भगवान् छन्, पशुपतिनाथले रक्षा गर्छन् सबजनाको। ओके, सबजना त्यो कुराको टेन्सन नलिनु, यताउति नलिनु, नआत्तिनु। नेपाली हुन् तर आत्तिँदैन, नआत्तिनु कोही पनि। भगवान् पशुपतिनाथ छन्, सबजनाको रक्षा गरिदिनु, सबैजनाको रक्षा हुनु। सबैलाई त्यति भन्न चाहन्छु, स्टे सेफ एभ्रिबडी, स्टे सेफ मिडल इस्ट, त्यति नै भन्न चाह्यो। ओके, थ्याङ्क यू सो मच फर वाचिङ आवर लाइभ एन्ड अपडेट लिएर राखौँ होला, अपडेट गरेर राख्नु होला सबजना है। टेक केयर, जानै पर्ने हुन्छ आज। ओके, स्टे सेफ राजाहरू, भोलि भेट्ला। यदि भनौँ न माहौल ठन्डा भयो, माहौल ठिक हुँदै गयो भनेपछि भेटौँ। ओके राजा, नबसौँ यार, माहौल छैन कि के हान्ने, यो मान्छे म्याच हान्ने माहौल हो। त्यतिखेर यार हामी दाजुभाइहरू यताउति कस्तो तनावमा छन्, टेन्सनमा कि म म्याच हानेर बसौँ है, त्यतिखेर यार त्यस्तो कुरा नगर। अर्को दिन गरौँला के, अर्को दिन बसौँला, अर्को दिन हानौँला, अर्को दिन रमाइलो गरौँला, बुझ्यो कि बुझेनौ। अर्को दिन टक्क बसौँला, हिजो पनि त रमाइलो गरेको थियौँ, आज अलिकति माहौल गम्भीर छ के, त्यसैले सबजना हो के, सबैजना सेफ राख्या, सेफ बस्नु सबैजना, घरतिर फोनसोन गरिहाल्नु। यो माहौल छैन, यो गेम चाहिँ हाने छोड, भोलि बसौँला, टक्क अपडेट लिँदै गर नजिकका साथीहरूसँग यताउतिसँग, बुझ्यौ ल। नानी बिचरा यहाँबाट बिचरा काम गर्नको लागि गएको छन्, उतातिर यताउति गरिरहेका छन्। यो भाइब्स हुँदैन, यो नट कुल भयो भाइब्स के, आज कहाँ म्याच छ राइट। ओके, राम्रोसँग बस सबजना परदेशी मेरा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई, स्टे सेफ, राम्ररी बसेर। भाइ नमस्ते। नमस्ते नमस्ते, कहाँ छौ? कतारमा छु दाइ। के छ खबर, के छ त्यहाँको माहौल? लास्टै डर लागिरहेको छ दाइ, मुटु ढुकढुक भइरहेको छ। अहिले पनि एउटा तल झऱ्यो है, 3वटा आएको थियो नि, रोक्नै सकेन। अब झऱ्यो कहाँ झऱ्यो थाहा भएन दाइ, लास्टै प्यानिक भएको छु के। भाइ राजा टेन्सन नलिऊ, आनन्दले उसमा बस, केटाहरू ग्रुप बनाएर बस, एकजुट भएर एकता बनाएर बस। यसो सबैजना घरतिर फोनसोन गरिहाल्नु, आफ्नो केटाहरूको सबजनाको यसो हल्काबरु गरिहाल्नु, कहाँ छौ कता छौ भनेर। लास्टै डर लागिरहेछ दाइ। ठिक छ तनाव नलिऊ, नाइ प्यानिक नलिऊ मेरो भाइ। दाइ म तपाईँको एकदम लास्टै ठुलो फ्यान हो कि, फले बक्दिनु न। ठिक छ मेरो भाइ। कहाँ हो घर? नेपाल, जनकपुर। ए ठिक छ आफू सेफली बस्नु भाइ। तर दाइ लास्टै मुटु चाहिँ कामिरहेछ के, म नि मानिरहेको छैन। गोलीमा पनि त्यतिकै उ आएर होला है, कामिरहेको छु म त। ठिक छ भाइ यार। ओहो राजा, राम्रोसँग बस्नु यार। प्रवीण को छौ त्यहाँ अहिले? हाम्रै पुरै जनकपुरको 7-8वटा केटाहरू छन् हैन, अहिले ड्युटीमा बनाएर बस्ने, ग्रुप सुरुप बनाएर बस्ने, टक्क बस्ने। अझै डर किन लागिरहेछ भने, म काम गर्ने ठाउँमा पेट्रोल पम्प छ के, त्यही भएर लास्टै डर लागिरहेछ। दिसोतिर मिसाइल खस्दाखेरि त्यो मिसाइलको टुक्राहरू पनि हाम्रो सामुमा खसिरहेको थियो के दाइ, लास्टै प्यानिक भएको। प्यानिक नहो, ख्याल गर आफ्नो, यताउति गर यार, आफ्नो साथीहरू सबैजना सँगै बसिराख्नु है, ग्रुप बनाएर। हुन्छ दाइ, हुन्छ। प्रवीण गरिसकेँ मैले भाइ, नआत्तियो मेरो भाइ।